Photo with vlog. Welcome to Diamond and the Memories. अब हामी ब्रिजबेनको होइन एकदम फेमस ठाउँमा आउँदैछौँ भन्न मिल्छ होइन। भर्खर भर्खर अब जो कोही आउँदाखेरि होइन यहाँ खिचेर हाल्ने गर्छ क्या। अब म पनि त्यो जोकै परिहालौँ है। मान्छेहरू चढ्थे एक्ज्याक्टली। म एम्स्टरड्याममा चढ्थेँ नि त, मैले चढेको हालेको थिएँ एम्स्टरड्याममा। No guys, you know this is for Brisbane time. Brisbane वाला आउँदैछु मेरो फोटो है त गाइज, हेर्नु है त। यु क्यान सी है भ्यू चाहिँ यस्तो छ। ब्रिजबेन एउटै फ्रेममा आउँदो रहेछ सर। यो गाइज होइन मैले के पत्ता लगाएँ ब्रिजबेन भनेपछि आएको सुरुको दिनमा लुक एट दिस। हामीले टेम्पल पनि देख्यौँ, टेम्पल आएको थियौँ होइन टेम्पल। अब टेम्पलहरू म ब्याक क्यामराबाट देखाउँछु है त गाइज। हाम्रो म्याडम चाहिँ गइसक्नुभयो, म्याडम भिजिटमा आउनुभएको थियो होइन। अहिले आज ढोका पनि खुल्ला छ क्या हो। ओके कस्तो राम्रो मन्दिर रहेछ है तर है सानो मन्दिर चाहिँ राम्रो रहेछ क्या। ए नेपालबाट आर्किटेक्टहरू बोलाएर गराएको। ए हाई भनिदेऊ न त ब्लगमा सानो। को सानो हाई भनिदेऊ न त। रहेछ टक्क हेर्दाखेरि। अब हामी बोट रोड चढ्ने जुगाडमा छौँ। टक्क टक्क भएर यताबाट फ्रन्ट भ्यू चाहिँ यस्तो देखिँदो रहेछ मन्दिरको है। टक्क भएर अब ठ्याक्कै हो हाम्रो ब्रिजबेन रिभर होइन त। के रिभरको नाम के हो? ब्रिजबेन रिभर। लो मेरो गेस चाहिँ कडा भएछ त गाइस। अब हामी त्यसमा चढ्न कोसिस गर्नेछौँ केही मिनेटमा। कस्तो अब घर फर्किँदैछौँ होइन हामी। कस्तो चरा कराएको यार गाइस। अस्ट्रेलियामा त यस्तो चरा कराउँदो रहेछ त यार। नयाँ नयाँ एक्सपिरियन्स हुँदैछ। ओ कडा दियो त। कस्तो मजाले चरा कराउनु रहेछ यार है। मेरो सुनको सिक्री कहाँ खस्यो? कहाँ खस्यो हेर त। यहाँ त हात हाल त। ओहो यहाँ खसेर रहेछ गाइस। हेलो गाइस हामी घर पुग्न लाग्यौँ। अब हाम्रो आजको घुमाइ यहीँ समाप्त हुन्छ है त गाइस। सी यू सुन।